प्रस्तुत छ कथाकार मनु ब्राजाकी द्वारा लिखित एउटा हातले बज्ने ताली कथा। एका देशमा होइन, हाम्रै देशमा र एका समयमा होइन, आज भोलि नै एकजना हाकिम साहेब थिए। निकै सोर्स फोर्स भएका, लामो लहरो लिएका, भव्य र गरिमामय। तर उनका माथत कर्मचारीहरू भने साह्रै दुखी थिए। अफिसमा भएको जति पसिनाको कमाई उनी एक्लै पचाइदिन्थे। कानुनको नजरमा भ्रष्टाचारी बन्नु पर्थ्यो तल्ला कर्मचारीहरूले। जनताको बीचमा पनि उनीहरू नै बदनाम। सबै भन्थे, फलानो अफिसका कर्मचारीहरू साह्रै गुसिया छन्। यस्तो प्रचारले त केही नाप्ने थिएन। तर यो अन्याय, घोर अन्याय कसरी सहनु? एक दुईवटा चाकडी बाजले नै केही सुग्न पाउँथ्यो, त्यही पनि पुरा बैठके र हुक्के बनेपछि मात्र। एक दिन सबै कर्मचारीहरूको सल्लाह भयो र बिरालाको घाँटीमा घन्टी बाँध्न 3 जनाको प्रतिनिधि मण्डल पठाइने ठहर गरियो। तिनैजना हाकिम साहेबको चेम्बर नेर पुग्दा उनीहरूले थाहा पाए श्रीमान व्यस्त हुनुहुन्छ। अलिकति ढोका खोलेर हेर्दा श्रीमान साँच्चै नै व्यस्त देखिनुभयो। अर्थात् टाइपिस्ट केटीलाई आफ्नो घरेलु चिठी डिक्टेट गराउँदै हुनुहुँदो रहेछ। यो उहाँको आफ्नै विशेषता हो। तिमीलाई त सधैँ नर्भस ब्रेकडाउन भइराख्छ। औषधि समय समयमा खाने गर्नु। लेख्यौ? अगाडि लेख। मेरो 22 जोर सुटमध्ये गेवरडिनको 2वटा सुट हरिआउँदा पठाइदिनु। तिम्रो छैटो हार मैले बनाउन दिइसकेको छु। औँठीका लागि असल खालको हिरा भेट्टाइराखेको छैन। अहिलेलाई 5 जोर सारी पठाएको छु। अरू सबै बेस छ। टाइपिस्ट मक्ख परेकी थिई र लेख्दा लेख्दै आफूमै हराउन थालेकी थिई। एक दिन एउटा खरदारले यही टाइपिस्टसँग ठट्टा गर्न थालेको देखेर झन्डै हाकिम साहेबको झापट खाएको। यस विषयमा पनि हाकिम साहेब अत्यन्त कठोर र सदाचारी थिए। टाइपिस्ट बाहिर निस्केपछि उनीहरू भित्र पसे। नमस्कार हजुर, नमस्कार। अनि दुखेसो गुनासो पोखिन थालियो। राणाकालदेखि अहिलेसम्म भ्रष्टाचारको परम्परामा के कति उत्थान पतन भयो, के कस्ता रुल नियमहरू बने र अहिले पनि पसिनाको कमाइको बाँडफाँड कसरी भइराख्या छ इत्यादि सबै कुरा यथातथ्य र सत्य हाकिम साहेबले बोध गराइयो। तर हाकिम साहेब गम्भीर नै रहे। यो मौनले टाइपिस्ट केटीकै टोलमा बस्ने प्रतिनिधि मण्डलको एउटा व्यक्तिलाई झोक चल्यो र चेतावनी साथ भन्यो, श्रीमान एउटा हातले ताली बज्दैन, बज्दैन, बजाएरै हेर्नुहोस्। अब भने गम्भीर, भव्य र गरिमामय हाकिम साहेब जुरुक्क उठेर त्यस कर्मचारी नेर आए र एक झापट गालामा ठोकेर भन्न थाले, देख्यौ एउटा हातले ताली बज्दो रहेछ। प्रतिनिधि मण्डल किम कर्तव्य विमूढ भयो। रचनाकाल 11 भदौ 2041 साल। धन्यवाद।